संसारमा शत्रु र मित्र भनेको एउटै कुरा हो। पहिलो कुरा बुझौँ, शत्रु र मित्र दुई चिज होइन, एउटै चिज हो। उदाहरणको लागि कसरी? जस्तै तपाईँको घरमा आगो सल्किन्छ नि, त्यो आगोमा तपाईँ भात पकाउनुहुन्छ, दाल पकाउनुहुन्छ, तरकारी पकाउनुहुन्छ, है कि? त्यही आगो तपाईँको ज्यान बचाएर बसेछ, सही हो। तर घर जल्यो भने ज्यान लिइदिन्छ। सही। अब आगो मित्र कि शत्रु? बोथ। एउटा लिमिटेसनमा ऊ मित्र हुन्छ, ऊ लिमिटेसनबाट बाहिर गयो भने शत्रु हुन्छ। यस, भनेपछि त्यो गाइड गर्ने, त्यसलाई ब्यालेन्समा राख्ने काम पनि हाम्रो। द्याट्स वाइ यु शुड से आइ एम सरी। अब पानीलाई लिउँ, पानी पिएर हामी बाँचिरहेका छौँ। अब रानी पोखरीमा हाम फालेर पियो भने त्यही पानी नै हो नि। यही पानीले मेरो ज्यान बचाउँछ, तर यही पानीले मेरो ज्यान लुट्छ। त्यही लोग्ने जसले मलाई चाहिँ प्रेमको पराकाष्ठाको अनुभूति दिन्छ, ज्यान पनि उसैले लिन्छ। त्यसो भए प्रेम घृणामा बदलिन्छ? सेम, इट्स द सेम थिङ। प्रेम पनि एनर्जी हो, घृणा पनि एनर्जी हो। खालि चाहिँ फरक के भयो त भन्नाले कन्ट्रोलबाट बाहिर गएको प्रेम घृणा हो, कन्ट्रोल भित्र रहेको घृणा प्रेम हो। त्यो कन्ट्रोल चाहिँ के हो भन्ने कुराले अर्थ राख्यो। त्यो कन्ट्रोल गर्नलाई त अवेरनेस चाहियो, बोध चाहियो, ज्ञान चाहियो, ध्यान चाहियो, चेतना चाहियो। मेन कुरा कन्ट्रोल हो। त्यसकारण घृणा र प्रेम चाहिँ दुई चिजै होइन। तपाईँ आखिर चाहिँ सबभन्दा बढी घृणा कसलाई गर्नुहुन्छ? कुनै बेला जसलाई सबभन्दा बढी प्रेम गर्नु थियो, यस, जसमाथि सबभन्दा बढी भरोसा गर्यो, त्यसैले त सबभन्दा बढी पेल्ने हो मलाई। तपाईँले आफ्नो समस्यालाई सम्झनुहोस्। अब के समस्या तपाईँको? मानसिक समस्यामा, डिप्रेसनमा, तपाईँको श्रीमतीले साह्रै पीडा दिएको अनुभव छ कि, श्रीमानले साह्रै दुःख दिएको अनुभव छ कि, छोराछोरी साह्रै बरालिएको अनुभव छ कि, या आर्थिक रूपमा साह्रै कमजोर भएको अनुभव छ कि, हृदयमा हात राख्नुहोस्, गहिरो गहिरो सास फेर्नुहोस्, त्यसलाई कल्पना गर्नुहोस्, त्यो सिचुएसनलाई। त्यसलाई कल्पना गरेर पहिलो शब्द उच्चारण के गर्नुहोस्? आई एम सरी, म क्षमा प्रार्थी छु। किनकि यो समस्या आउनुमा तिमीलाई नबुझ्नु हो, मैले यो समस्या आउनुमा तिमीलाई नजान्नु हो, तिम्रो डिमान्डलाई नबुझ्नु हो। चाहे चाहिँ त्यो शरीरलाई नबुझ्नुहोस्, या श्रीमतीलाई नबुझ्नुहोस्, या श्रीमानलाई नबुझ्नुहोस्। नबुझेपछि त समस्या आउने हो। उनीहरूको डिमान्ड बुझ्दैनौ नि। जसरी अहिले मान्छेहरूले शारीरिक रोग ल्याइरहेका छन् नि, जस्तै डायबिटिज भनौँ नि। किन आइरहेको हुन्छ डायबिटिज? त्यसका धेरै कारणमध्ये एउटा कार्बोहाइड्रेट बढी खानु, चिनी बढी खानु, कार्बोहाइड्रेट बढी खानु। अब यो नबुझ्नु हो नि। कसलाई नबुझेपछि मैले गरेको गल्ती हो नि, होइन? यो खानु हुँदैन भनेर मैले सुरुदेखि बुझेको भए, मेरो परिपाटी त्यस्तो भएको भए म खाँदैन थिएँ होला। त्यसकारण समस्या नबुझिएर सुरु हुन्छ। त्यसैले समस्यालाई कल्पना गर्नुहोस्, आई एम सरी भन्नुहोस्। उनीहरूको मन्त्रको नाम हो ओपोनोपोनो, आई एम सरी। अनि दोस्रो सूत्रमा फर्गिभ मी, मलाई क्षमा दिनु, किनकि मैले तिमीलाई चिन्न नसक्नु यो मेरो गल्ती हो नि। तिमीलाई समय दिन नसक्नु मेरो गल्ती हो नि। तिमीलाई जान्न नसक्नु, तिमीलाई ख्याल नगर्नु मेरो गल्ती होइन। तिमीलाई ख्याल नगरेकोले, समय नदिएकोले, नजानेकोले त यो प्रब्लम आएको हो, राइट? त्यसकारण यो प्रब्लमको जिम्मेवार म पनि हुँ। तिमी जति छौ जिम्मेवारी तिम्रो, त्यति मेरो पनि छ। त्यसकारण आई एम सरी, मलाई क्षमा दिनु, दोस्रो। अनि तेस्रो, अब क्षमा दिएको फिलिङ गर्नु, थ्याङ्क यू। अनि लास्टमा भन्नुहोस्, आई लभ यु, आई लभ यु माई प्रब्लम, आई लभ यु। तपाईँले यो इन्फर्मेसन कम्तीमा 21 पल्ट दोहोऱ्याउनुहोस्, 4 वटा। त्यहाँ एउटा इतिहास बन्यो कि डाक्टर ह्युलेनले के गर्दै त भन्नाले, ती मानसिक रोगीहरू, अब मानसिक रोगीहरूको एउटा चाला के हुन्छ, जहिले पनि त्यो रोगको स्पिडमा मान्छेलाई देखिँदैन कि। कहिलेकाहीँ उनीहरू साह्रै भड्केको हुन्छ, कहिलेकाहीँ शान्तै पनि हुन्छ। मानसिक रोगी जहिले पनि यो एकै नासमा पनि हुँदैनन्। अनि उनीहरूलाई यो तरिका सिकाइदिनु, ल छातीमा हात राखेर भन्नु, आई एम सरी भन्नु। किनकि तिमी आज जुन अवस्थामा छौ त्यसमा तिमी पनि कारण हो। कहाँ गल्ती गर्यौ तिमीले? तिमीले गल्ती नगरिकन यो परिणाम आउँदै आउँदैन, हैन? एभ्री एक्सन हेज एन अपोजिट रिएक्ट, एभ्री एक्सन हेज एन अपोजिट एन्ड इक्वल रिएक्सन भनिन्छ, होइन? त्यो क्रियाको प्रतिक्रिया भएकै हो। त्यसकारण त्यसलाई जिम्मा लिनु, रेस्पोन्सिबिलिटी लिनु, त्यसलाई धन्यवाद दिनु।